ठुलो ठुलो मान्छेहरूले पनि यस्तो ठाउँमा चुङ्गा चपाउन थाल्यो भने चाहिँ आफ्नो डिसिप्लिनलाई चाहिँ नियन्त्रण गर्न नसके, आफू डिसिप्लिनमा बस्न नसकेको अनुशासनमा ठुलो ठुलो मान्छेहरू पनि, हामीहरू भने चाहिँ बच्चाहरूलाई उदाहरण देखाउनको लागि उदाहरण हौ है, बच्चाहरूको लागि उदाहरण हौ। उदाहरणका पात्रहरूले नै यस्तो नराम्रो काम गरिसकेपछि भोलिपछि बच्चाहरूले के सिक्ने? अघिदेखि चिङ्गम चबाइरहेको छ ठुलोहरू, गाली गऱ्यो भने अब ठुलो भइसक्यो त घाक्याल धेरै आउँछ के, घाक्याल हुन्छ नि, यस्तोले भनेको के मान्ने भन्ने जस्तो आउँछ क्या। जस्तो ठाउँमा गयो हामी त्यस्तै हुन सिक्नुपर्छ है। धर्म सुन्न आउँदाखेरि धर्म सुन्नुपर्छ, साथीहरूसँग रमाउँदाखेरि रमाउनुपर्छ, जिस्किने समयमा जिस्किनुपर्छ, पढ्ने समयमा पढ्नुपर्छ, नुहाउने समयमा नुहाउनुपर्छ, त्यस्तो हुनुपर्छ है। भान्सामा अथवा डाइनिङ हलमा बसेर खाना खाने हो, टोयलेटमा गएर खाना खाने होइन नि होइन। यहाँ चाहिँ यता आएर चुङ्गम चपाउने सुत्ने भने चाहिँ टोयलेटमा गएर टोयलेटमा बसेर खाना खानु सरा नै हो है, बुझ्यो नि? आँखा यत्र यत्र देखाएर म अस्तितिर भ्रमण गर्न गएको थिएँ कि, यताउता घुम्न गएको थिएँ। त्यति बेला मैले रिक्सावाला मान्छेहरूलाई सोधेँ, दाइ जिन्दगी के हो भनेर सोधेँ होइन। भाइ जिन्दगी चाहिँ बिहे भन्दा अगाडिको जिन्दगी नै राम्रो रहेछ, बिहेपछि त जेलमा जानु जति जति रहेछ जेलमा गएको, र अब मान्छेले भन्छ होला उता जेलमा गएपछि दुःख हुन्छ भन्छ होला, तर बिहे गरिसकेपछि चाहिँ जेल सर नै हो भाइ भन्दो रहेछ कि। धर्म गर्नलाई गुरु एउटा त मैले के बुझेँ थाहा छ, एउटा त सबैभन्दा चाहिँ हामीले बिहे गर्दैन नि भने चाहिँ हामी धर्म गर्दाखेरि चाहिँ फ्रिली कुनै पनि चिन्ता रहित, कुनै पनि प्रकारको टेन्सन रहित धर्म गर्न सक्छौँ के, बुझ्नुभयो नि? बिहे गरिसकेपछि श्रीमतीको लागि छोड्नु पर्यो, झुटो बोल्नु पर्यो, कसैसँग झगडा गर्नु पर्यो, कुनै ठाउँमा भ्रष्टाचार गर्नु पर्यो, कसैको त्यति बेला त कतिको मन चित्त दुख्छ होला होइन। एउटा सरकारी ठाउँमा भ्रष्टाचार गर्यो भने पुरा सम्पूर्ण जनताहरूकै पाप लाग्छ पो। हामी ढाउ भन्छ नि, 1 रुपियाँ, 1 गुम्बाको 1 रुपियाँ खाएपछि चाहिँ जतिजना ढाउ छ 800 छ नि 800 को पाप लाग्छ भन्छ नि होइन। सरकारी मान त्यस्तै त हो, 3 करोड 4 करोड जनताको 1 रुपियाँ खायो भने 3-4 करोड खाए बराबर सरनी हो, पाप लागिहाल्छ। कसैको चित्त दुखाउनु पर्यो, अब चित्त दुखिहाल्छ के, म दुखाउँदैन भन्दा नि दुख्छ। हामी लामैहरूसँग त यताउता झगडा हुन्छ, के कुराहरू नमिलेर, बाहिर त झन् कति होइन। छोटो जिन्दगी, छोटो मान्छे चाहिँ सपना देखिरहेछ होला के, यो झुटो संसारमा होइन। म चाहिँ बिहे गर्छु, राम्रो केटी बिहे गर्छु, ठुलो घर बनाउँछु, युरोप जान्छु, अमेरिका जान्छु जस्तो लागेछ होला नि। आशा नगरे हुन्छ, जाने त सबै एक दिन होइन। जुनसुकै ठाउँमा जाऊ, तिमी चित्त खुसी छैन भने कहीँ खुसी हुन सक्दैन है। सबैभन्दा चाहिँ चित्त खुसी हुनुपर्छ। मान्छे ढावा लोसी गर्छ नि, ढावा
ढावा त्याग्नुको मुख्य कारण त्यही हो त। नोइसेम यो नोइस नप्सेम भन्छ नि, नप्सेम यो मिगेवा चिउछ नि नप्सेम, जहाँ बाहिर ठुलो घर देख्यो नि आहा यत्रो घर भइदियो त के राम्रो हुन्थ्यो, पुग्दैन। त्यसपछि नेपालमा काठमाडौँमा घर लगाऊ, पहिला गाउँमा राम्रो घर लगाउने सोच्छ होइन, त्यसपछि आएर काठमाडौँमा लगाउने सोच्छ, काठमाडौँमा भइदियो हुन्छ, गाउँमा पुग्दैन त्यसलाई। त्यसपछि गाडीहरू चाहिन्छ, गाडीले पुग्दैन। अब अर्कै हुन्छ नि, सबैभन्दा महँगो गाडीहरू चाहिन्छ, त्यसले पुग्दैन। नेपालमा अलि घर चाहिँ अलि नेपालमा भयो, अब अलिकति अमेरिकातिर लगाउन पाइदिएको भए नि अलि राम्रो हुने थियो जस्तो लाग्छ होइन। अमेरिका लाउँछ, छैन रहेछ यो अमेरिका नि ठिकै छैन रहेछ। अब मार्समा लगाउने सोध्छौँ, कहिले पनि चित्त हाम्रो यो धोइखम भन्छ नि, धोइखम काम धातु, यो काम धातु, काम धातुमा चाहिँ कहिले पनि पुग्दैन। हाम्रो इच्छा चाहनाहरू चाहिँ कहिले परिपूर्ति हुँदैन है। लास्टमा कहाँ पुग्छ, मृत्युको सयमा आउने बेला चाहिँ बल्ल रियलाइज हुन्छ। अस्ति इलोन मार्क्सले पनि भनेको थियो होइन, पैसा ज्यादा भएर चाहिँ खुसी हुन्छ जस्तो, खुसी हुँदैन अरे के, पैसा ज्यादा भएर खुसी। एकचोटि मात्र बताएर हुँदैन, एकचोटि मात्र पनि मनन गरेर हुँदैन। मेन हुनुहुन्छ नि हामीले सावासी, सोक्चेबा, माजिम्बर लेम्बा, मेसाङबर चेबा, जुन्दुमवा, योहरू चाहिँ नहुने जसरी पनि पालना। कसैले काट्दाखेरि होस्, कहिले काहीँ झुकिएर लड्दाखेरि होस्, यति दुख्छ हाम्रो शरीर। हामी मनुष्य हो नि, आफूभन्दा सानो बच्चालाई चाहिँ गल्ती बिना आँटेकुट्नु पार्छौँ होइन। हाम्रो शरीर जसरी दुख्छ नि, सम्पूर्ण प्राणीको शरीर त्यसरी नै दुख्छ है। हामीले चाहिँ कहिले पनि अरूलाई हत्या हिंसाहरू सबै त्याग्नुपर्छ है। हत्या हिंसा चाहे सामान होस् जेसुकै होस्, कहिले पनि चोरी गर्नु हुँदैन। चोरी भने यति नराम्रो हो, त्यो चोरीको त वर्णन नै छैन, वर्णन गर्न पनि गाह्रो हो, बुझ्नुभयो नि। कहिले चोरी गर्नु हुँदैन है। त्यही माथि त हामी चाहिँ भगवान बुद्धको अनुयायीहरू हौँ है। भगवान बुद्धको प्रतीक द्विसुमजी सङ्घे थाम्चेगी हो, त्रिकालको सम्पूर्ण बुद्धहरूको हामी ढावाहरू भनेको प्रतीकहरू हौँ है। बुद्धहरूको प्रतीक हामीले चाहिँ शान्ति, अहिंसा, कुविचार अनि सत्यता बाहेक अरू देखाउनु हुँदैन है। हामीले नराम्रो कुराहरू देखाउनु हुँदैन। हामीले चाहिँ चोर्दाखेरि कदापि सहदै सुहाउँदैन है, छोड्नु हुँदैन, अति ठुलो पाप लाग्छ है। अनि लामा, हामी ढावा हो नि, मिछाङपर चोइबा भन्छ नि। हामी बाहिरको मान्छे हो भने पनि आफ्नो श्रीमती बाहेक अरूलाई चाहिँ छट्के नजर लगाउनु हुँदैन। हामीहरू झन् ढावाहरू, केटी जिस्काउने, केटै जिस्काइदिने, त्यस्तो गर्नु हुँदैन है। आफ्नो चाहिँ सिल हुन्छ नि, सिललाई बचाइराख्नुपर्छ। पहिलाको विद्वानहरू घेहरूले भन्नुहुन्छ नि, कसै धोम्पा यो न धुवामे, धुवा यो न धोम्पामे, के भन्नुभएको रहेछ नि। धोम्पा हुँदाखेरि चाहिँ धुवा छैन, धुवा भने विनय सूत्र छ नि, अनि विनय सूत्रसँग आइपुग्दाखेरि चाहिँ धोम्पा छैन अरे, सकिसक्यो अरे के। त्यस्तो चाहिँ हुनु हुँदैन है। हामीहरू पनि आफ्नो धोम्पालाई चाहिँ माया गरेर राख्ने, धेरै पचक्क मिच्नु पनि हुँदैन, धेरै फुक्क छोड्नु पनि हुँदैन, राम्रोसँग होइन, सधैँ चाङमा सफा राख्नुपर्छ है। अनि झुटो कहिले पनि बोल्नु हुँदैन। अनि हजुरहरूलाई चाहिँ म आज के भन्छु भन्दाखेरि चाहिँ वर्तमान हामीहरू सम्पूर्ण प्राणी जगतको सिचुएसन, कन्डिसन, यसको हालत बताउन चाहन्छु। हामीहरू चाहिँ ढावाहरू, तपाईँहरूलाई लाग्छ होला नि, कसै अब क्रिस्चियन कम्युनिटीबाट आउनु भएको छ होला, कसै मुस्लिम कम्युनिटीबाट आउनु भएको छ होला, कसै हिन्दू कम्युनिटीबाट आउनु भएको छ होला, कसै बुद्धिस्ट कम्युनिटीबाट आउनु भएको छ होला होइन। भयो त अनि गाउँतिर त अब बुद्धिस्ट भने धेरै थाहै हुँदैन, नामको मात्र हुन्छ होइन। गुम्बा, हजुरहरू धेरै भाग्यमानी हो, भगवान बुद्ध जस्तो गुरु पाउनु भएको छ होइन।
बुद्ध जस्तो पवित्र चाङमा सपा भन्छ नि, सपा बुद्धको शिक्षामा हजुर प्रवेश गर्न पाउनु भएको छ। यो भन्दा चाहिँ भाग्यमानी यो संसारमा चाहिँ कुनै हुनै सक्दैन होइन। प्रवेश गर्न पायो, यो ड्रेस लगाउन पायो, अनि त्यही माथि अब धोम्बा हुन्छ नि सिल, घेचुलको सिल लिन पायो, घेन्जेनको सिल लिन पाएको छ। धेरै राम्रो हो के। 100%मा 0.0000001% मात्र होला लामा होइन। त्यतिमा चाहिँ हजुरहरू पढ्नुहुन्छ, बुझ्नुभयो नि, सामान्य मनुष्य होइन। अनि हजुरहरूलाई लाग्छ होला नि म त 10 क्लास पास गर्ने हो, एसए दिने हो अथवा 12 पास गर्ने हो, लामा छोडिदिने हो जस्तो लाग्छ होला नि। हाम्रो जिन्दगी चाहिँ यति छोटो छ कि यति छोटो। हिजो अस्ति कहाँबाट खेल्दै 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 यता 22-23 वर्षमा पुगिसक्यो, थाहै हुँदैन। अनि भविष्य पनि त्यस्तै, भविष्यमा आउने दिनहरू पनि सेम त्यस्तै हो। खेल्दै खेल्दै कुन बेला हामी मृत्युको मुखमा पुग्छ थाहा हुँदैन है। मृत्यु थाहा छैन के, आज भोलि भनेर थाहै हुँदैन। मृत्युको मुखमा चुइङ्गम चाहिँ नचपाउँ है। ठुलो ठुलो मान्छेहरूले थाहा छैन, यी जिब्रोसम्म मात्र हो स्वाद। यहाँ गएपछि त्यही हो सेम। आफ्नो शरीरलाई चाहिँ फाइदा गराउने कुराहरू खान सक्यो भने चाहिँ है। तर हत्या हिंसा चाहिँ कहिले गर्नु हुँदैन है। हत्या हिंसा गर्नै हुँदैन। हामी त झन् लामाहरूले है, सक्यो भने त मासु छोड्नुपर्छ होइन। सक्यो भने मासु छोड्ने हो, सकेन भने पनि हिंसा कहिले गर्नु हुँदैन। तपाईँहरू त गाउँतिर जान्छ होला है, लामा भएर बाउले पहिला भन्छ होला म त नखाने भन्छ होला। बाउले आउँछ कुखुरा टक्क काट्छ, त्यसपछि मनले मान्दैन, दिमाग मस्तिष्कले सबै घुमाइदिन्छ कि यो मस्तिष्क भनेको पापी हो, पापी। छोडिदिउँ आज चाहिँ खाउँ भन्ने हुन्छ, खाइदिन्छ। हामीले चाहिँ लामाले देखेको पनि खानु हुँदैन, हत्या गरेको आफ्नो नाममा गरेको पनि खानु हुँदैन, आफ्नो लागि गरेको पनि खानु हुँदैन। हुन त फेरि होटेलमा गएपछि यो सबै क्योनहरू छाङ्सी गर्छ है। तपाईँहरू जति नै यो क्योन छाङ्सी गर्दैन भने नि छाङ्सी चाहिँ गर्छ है। होटेलमा चाहिँ कसको लागि हो? कस्टमरको लागि हो नि। कस्टमरको जान्छ, तपाईँहरू कस्टमर बनेर गएपछि तपाईँको लागि हो, त्यो चाहिँ हुन्छ। तपाईँको लागि भनेर चाहिँ हुन्छ है। त्यो चाहिँ कस्तो खाले चाहिँ खाना मिल्छ भन्दाखेरि चाहिँ कुनै ठाउँमा झुकेर छ, कसैले मारेर फालिदियो रे भर्खर हो, त्यति बेला चाहिँ तपाईँको लागि होइन नि, त्यो त झुकेर मारेको हो। त्यति बेला चाहिँ बरु खान मिल्ला है। तर होटेलमा चाहिँ कस्टमर बनिसकेपछि त्यो कस्टमरको लागि हो। कस्टमर भने चाहिँ तपाईँहरूको लागि चाहिँ भयो है। त्यो चाहिँ मासु, यो चाहिँ यो जिब्रोको स्वाद, रोको स्वाद आइरहेको छ नि। रो भने स्वाद, रेक्ज्या राम्रो राम्रो छुन मन लाग्ने क्या। कमल कमल खस्रोहरू कसैलाई छुन मन लाग्दैन नि होइन। मान्छेले बच्चाहरू एकदम ओहो यो बच्चा त कति राम्रो रहेछ भन्छ नि, गालाहरू छामेर कति नरम रहेछ भन्छ नि होइन। त्यस्तो नै पाप लाग्छ है। नब्सेम नोइसेम भन्ने चाहिँ कस्तो भन्दाखेरि चाहिँ अर्कालाई चाहिँ हानि गर्न मन लाग्ने के। यहाँ तङ्बा हेम्बरी चाहिँ आउनु ओ काले भन्नुभयो मलाई चाहिँ, पक मलाई मैले ठिक भएर चाहिँ एक्लै त भेट्न, त्यस्तो सोचायो भने गयो। अर्कालाई हानि गर्ने सोचायो भने के बुझ्नु, आफूलाई जसरी दुख्छ उसलाई पनि त्यसरी दुख्छ। त्यो पनि पञ्चतत्त्वले धारणा गरेको शरीर छ, त्योसँग पनि मसँग नि पञ्चतत्त्वले धारणा गरेको शरीर छ नि होइन, छ कि छैन? हामीहरूको शरीर पञ्चतत्त्व मिलेर बनेको के होइन? साछु मेलुङ नामखा, जमिन, पानी, वायु, अग्नि, आकाश, गगन होइन, यो मिलेर बनेको शरीर हो नि हामीहरू। यो संसारमा आउँदाखेरि त यही शरीर धारणा गर्नुपर्ने हो, जाँदाखेरि यही छोडेर जानुपर्ने हो, लिएर जाने केही छैन छ। हामी संसारबाट जाँदाखेरि केही लिन मिल्दो रहेछ? मिल्दैन। त्यही भएर कसैलाई पनि हानि पुर्याउनु हुँदैन है। नब्सेम नोइसेम, अर्कालाई कहिले हानि पुर्याउनु हान्नै हुँदैन के। हिजोतिर बच्चाहरू आउँदो रहेछ है, भेल्ती रेम्बर चाहिँ मलाई त्यसले हान्यो रे, फेरि हान्ने रहेछ। अनि त्यो मान्छेलाई बोलाऊ भनेको बोलाएको, किन हानेको रे? मलाई पुटी भनेर जिस्काउँदो रहेछ रे। किन हानेको?
यो भाइले यो बच्चाले मलाई बुढी भनेर सिकाउने रहेछ अरे। खासमा चाहिँ तपाईँले त्यो सुन्नु हुँदैन कि तपाईँलाई नराम्रो भन्यो भने राम्रो भने भने जानुहोस्, नराम्रो भने चाहिँ आफ्नो बाटो जानुहोस्। तपाईँले त्यसलाई बुढी भनेर तपाईँ बुढी हुँदैन पो, केटी भनेर केटी हुँदैन, काले भनेर काले हुँदैन। अब काले छ भने त कसले रोक्ने होइन, म जतिको काले छ भने रोक्दैन। जतिसुकै पाउडर दलोस् काले हुन्छ। गोरे छ भने चाहिँ अब कालो बनाउन चाहिँ अलिअलि मिल्ला होइन, टेम्पोररीली, तर भित्र कालै हुन्छ पो भन्न दिने। गोरु भनेर गोरु हुँदैन, गधा भनेर गधा हुँदैन। पाप त त्यो भन्ने मान्छेलाई लाग्ने हो। अर्को जन्म 500 जन्म गोरु भने चाहिँ गोरु जन्म लिन्छ, कुकुर भने चाहिँ कुकुरको जन्म लिन्छ। हामी त किन भन, आहा गोरु कति राम्रो राम्रो रहेछ, आजदेखि मलाई गोरु भन् ल भन्यो भने त्यो राम्रो। भन्नुहोस् केही हुँदैन, गोरु भनेर गोरु हुँदैन, भन्न जति भने भन्। त्यस्तो सोच हुनुपर्छ है। कुकुर भने जति भनेर म भन् हो, त्यस्तो हुनुपर्छ। त्यो मनमा सहन नसक्ने कि खोङ्टो भन्छ नि, खोङ्टो रिस, रिसले त सर्वनाश गर्छ। तपाईँ त्यस्तो सोच आयो भने होइन, ए मलाई काले भनेर काले हुँदैन भन् जति भन्ने सोच आयो भने तपाईँ खतरा विद्वान भइसक्यो, धेरै विद्वान भइसक्यो कि आफ्नो मनमा चाहिँ नलाग्ने, मनमा चिस्स नबिज्ने भइसक्यो चाहिँ विद्वान भइसक्यो। जेसुकै मान्छे